एउटा यस्तो पब्लिक कम्पनीको कल्पना गरौँ न जुन नामको मात्र पब्लिक छ, जसको झण्डै 90% हिस्सा मालिकहरूसँगै छ, अनि हामी तपाईँ जस्ता सर्वसाधारणले किनबेच गर्न पाउने शेयर मुस्किलले 6% मात्र। यो कुनै काल्पनिक कथा होइन, यो हो रिलायन्स स्पिनिङ मिल्स अर्थात् आरएसएमको आइपिओको यथार्थ। आज हामी यही विषयको गहिराईमा पुग्नेछौँ। हाम्रो साथमा एउटा विस्तृत अध्ययन छ जसले यो आइपिओको संरचनाले नेपालको पुँजी बजारमा कस्तो प्रणालीगत जोखिम, विशेष गरी शेयर कर्नरिङको डरलाग्दो सम्भावना निम्त्याएको छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। आजको हाम्रो उद्देश्य यो आइपिओको संरचनाभित्र लुकेका जोखिमहरूलाई बुझ्नु हो र यसले एक सामान्य लगानीकर्ता र समग्र बजारको निष्पक्षतामा कस्तो अर्थ राख्छ भनेर पत्ता लगाउनु हो। र यो कुरा केवल एउटा कम्पनीको आइपिओमा मात्र सीमित छैन। यसले हाम्रो समग्र नियामक ढाँचामा रहेको एउटा गम्भीर कमजोरीलाई औल्याउँछ। यस्तो संरचनाले बजारमा मूल्य हेरफेर गर्न चाहनेहरूका लागि एउटा उर्वर भूमि तयार पारिदिन्छ जहाँ उनीहरूले चाहे अनुसार मूल्यलाई नचाउन सक्छन्। ल त्यसो भए सुरुबाटै कुरालाई चिरफार गरौँ। स्रोतका अनुसार रिलायन्स स्पिनिङ मिल्सको कुल जारी पुँजी रु 1.90 अर्ब। यहाँ सबैभन्दा अचम्म लाग्ने कुरा त के हो भने यसको लगभग 90% हो, लगभग 90% शेयर प्रमोटरहरूसँगै छ। यो आँकडा आफैमा असामान्य हो। यसको सीधा अर्थ हो कम्पनीको लगभग सम्पूर्ण नियन्त्रण प्रमोटर समूहको मुठीमा छ। तर कथा यतिमै सकिँदैन। सर्वसाधारणका लागि छुट्याइएको त्यो 10.14% शेयर पनि पूर्ण रूपमा बजारमा तुरन्तै आउँदैन। यसमा पनि एउटा पेँच छ। कस्तो पेँच? त्यो 10% पनि सबैले किन्न बेच्न नपाउने हो र? हो, त्यसलाई यसरी बुझौँ। त्यो 10.14% मध्ये 4.06% अर्थात् 7,70,640 किता शेयर योग्यता प्राप्त संस्थागत लगानीकर्ता वा क्युआइआइजलाई बाँडफाँड गरिएको छ। तर नियमअनुसार उनीहरूले यो शेयर पाएको 6 महिनासम्म बेच्न पाउँदैनन्। यसलाई लक इन अवधि भनिन्छ। एक मिनेट है, भनेपछि बजारमा कारोबार सुरु हुने बित्तिकै त्यो 4% शेयर त बजारमा आउँदै आएन। बाँकी रह्यो जम्मा 6.08%। यो 6% भन्ने सुन्दा सानो लागे पनि यसको असर कति ठूलो हुन्छ भनेर म प्रश्न पार्छु। कल्पना गरौँ बजारमा 100 वटा मात्र स्याउ छन्। यदि 94 वटा स्याउ एउटा गोदाममा थन्किएको छ र त्यो बजारमा आउँदै आउँदैन भने बाँकी 6 वटा स्याउको भाउ तलमाथि गर्न कति सजिलो हुन्छ। एकदम। 2-3 जना व्यापारी मिल्ने हो भने त पुरै बजारै कब्जा गर्न सकियो। यहाँ आरएसएमको शेयरमा त्यस्तै अवस्था सृजना भएको होइन र? तपाईले ठ्याक्कै मर्म समात्नुभयो। त्यो 6.08% अर्थात् 11,55,960 किता शेयर मात्रै कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि हो। यसलाई प्राविधिक भाषामा फ्री फ्लोट भनिन्छ। तपाईको स्याउको उदाहरण जस्तै बजारमा जम्मा 6% शेयर हुनु भनेको अब एउटा ठूलो पोखरीमा पौडी खेल्नका लागि 1 बाल्टिन पानी मात्र हुनु जस्तै हो। जो कोही बलियो मान्छेले त्यो बाल्टिन उठाएर जता पनि खन्याउन सक्छ र अरूले त्यही अनुसार चल्नुपर्छ। यहाँ बजारको मूल्य त्यसरी नै नियन्त्रण हुन सक्छ। यो बजारको निष्पक्षता र स्वस्थ सञ्चालनका लागि अत्यन्तै खतरनाक सङ्केत हो। यहाँनिर कुरा साँच्चै गम्भीर मोडमा पुग्छ। यो 6.08% को अत्यन्तै न्यून फ्लोटले शेयर कर्नरिङ जस्तो बजार हेरफेरको लागि कसरी उर्वर भूमि तयार पार्छ? पहिला त यो शेयर कर्नरिङ भनेको के हो सरल भाषामा बुझाइदिनुस् न। शेयर कर्नरिङ एउटा यस्तो रणनीति हो जहाँ लगानीकर्ताहरूको एक सङ्गठित समूहले बजारमा उपलब्ध सीमित शेयरको ठूलो हिस्सा जानाजानी आफ्नो नियन्त्रणमा लिन्छ। उनीहरूले कृत्रिम माग सिर्जना गरेर शेयरको मूल्य अस्वाभाविक रूपमा बढाउँछन्, जसलाई पम्प गर्नु भनिन्छ। पम्प गर्नु हो। जब मूल्य बढेको देखेर साना र अनुभवहीन लगानीकर्ताहरू यो शेयर त अझै बढ्छ भनेर लोभिन्छन् र किन्न थाल्छन्, तब ती हेरफेरकर्ताहरूले आफूसँग भएको शेयर त्यही बढेको मूल्यमा बेचेर निस्किन्छन्, जसलाई डम्प गर्नु भनिन्छ। अनि फस्ने चाहिँ साधारण लगानीकर्ता। अन्ततः फस्ने भनेको साधारण लगानीकर्ता नै हो। तर मेरो मनमा एउटा प्रश्न खेलिरहेको छ। स्रोतले भन्छ कम्पनीसँग ठूलो रिजर्भ छ। यस्तो बलियो आर्थिक अवस्था भएको कम्पनी जम्मा 10% शेयर जारी गर्न किन बजारमा आयो? उनीहरूले साँच्चीकै पैसा चाहिएर हो कि यो कुनै ठूलो योजनाको हिस्सा हो? यो प्रश्नले नै सबैभन्दा ठूलो शङ्का जन्माउँछ। सामान्यतः कम्पनीहरू पुँजी जुटाउन, व्यवसाय विस्तार गर्न आइपिओमा आउँछन्। तर यहाँ उनीहरूले जारी गरेको सानो हिस्साले कम्पनीको विशाल आकारको तुलनामा खासै ठूलो पुँजी उठाउँदैन। त्यसैले स्रोतको विश्लेषणले के सङ्केत गर्छ भने यो आइपिओको मुख्य उद्देश्य पैसा उठाउनुभन्दा पनि पब्लिक लिस्टिङको फाइदा उठाएर भविष्यमा प्रमोटर शेयरको मूल्याङ्कन अस्वाभाविक रूपमा बढाउने र त्यसलाई बेचेर ठूलो लाभ लिने एउटा मास्टर प्लान हुन सक्छ। ठ्याक्कै। मास्टर प्लान यो त झनै खतरनाक सुन्नियो। यो कसरी सम्भव छ? प्रक्रिया एकदमै सिधा छ। बजारमा जम्मा 11,55,000 शेयर छ। मूल्य नियन्त्रण गर्नका लागि हेरफेरकर्ताहरूले यसको आधा हिस्सा अर्थात् करिब 5,78,000 शेयर मात्रै खरिद गरे पुग्छ। आधा मात्रै? हो। यो भनेको कम्पनीको कुल पुँजीको लगभग 3% मात्र हो। अब सोच्नुहोस्, केवल 3% शेयर किनेर बजारलाई नियन्त्रण गर्न सकिन्छ।
झन् यहाँ त 89.86% सेयर केवल 3 जना प्रमोटरको नियन्त्रणमा छ, जो वास्तवमा एउटै स्वार्थ समूह हुन्। एउटै समूह? हो, उनीहरू वा उनीहरूसँग सम्बन्धित समूहले नै बजारमा भएको 6% सेयर सङ्कलन गर्न सक्छन्। अनि उनीहरूको 90% सेयरले त ती हेरफेरकर्ताहरूलाई ढुक्क बनाउँछ होला नि, होइन र? त्यो एउटा पक्ष भयो, तर त्योभन्दा पनि गहिरो कुरा के छ भने यसले एउटा मनोवैज्ञानिक सुरक्षा दिन्छ। हेरफेरकर्ताहरूलाई थाहा हुन्छ कि प्रमोटरहरूले आफ्नो 90% सेयर बेच्ने कुनै खतरा छैन। बजारमा ठूलो सप्लाई सक अर्थात् आपूर्तिको बाढी आउने कुनै डरै हुँदैन। यसले उनीहरूलाई मूल्यमाथि धकेल्न पूर्ण स्वतन्त्रता प्रदान गर्छ। बजारमा कृत्रिम अभाव सृजना हुन्छ। त्यसपछि उनीहरूले कम्पनीको वित्तीय विवरणमा हेरफेर गरेर वा नाफालाई अस्वाभाविक रूपमा उच्च देखाएर एउटा सकारात्मक कथा बनाउन सक्छन्। अनि मूल्यलाई 5,000 रुपियाँ प्रति किता पुर्यायो भने पनि आश्चर्य मान्नु पर्दैन। 5,000 रुपियाँ सुन्दैमा अपत्यारिलो लाग्छ। मेरो लगानीको अनुभवमा यस्तो मूल्यवृद्धि कम्पनीको असाधारण प्रगतिले मात्र सम्भव हुन्छ, संरचनाको कमजोरीले होइन। यो त सरासर प्रणालीको दुरुपयोग भयो। त्यसो भए त उनीहरूले आफ्नो प्रमोटर सेयरको सानो हिस्सा बेचेर पनि अकल्पनीय नाफा कमाउन सक्छन्। हो, अब हिसाबै गरौँ न। प्रमोटरहरूसँग 17 करोड 73 लाख 400 किता प्रमोटर सेयर छ। मानौ उनीहरूले यसको 30% मात्र अर्थात् करिब 51 लाख किता 5,000 रुपियाँको दरले बेच्न सफल भयो भने कति ठूलो रकम हुन्छ त्यो? हो, यो कुनै वास्तविक मूल्य वृद्धि नभई प्रणालीको कमजोरीको फाइदा उठाएर सिर्जना गरिएको कागजी पैसा हो। त्यसैले उनीहरू बजारमा पैसा उठाउन आएका हुन् कि यस्तो कर्नरिङको सिद्धान्तमा आधारित ठूलो घोटाला गर्ने योजना लिएर आएका हुन् भन्ने प्रश्न जायज छ। यो संरचनाले नै बजार हेरफेरलाई लगभग वैधता दिए जस्तो देखिन्छ। ठिक छ, मानिलिउँ हेरफेरकर्ताहरूले त अकुत सम्पत्ति कमाए, तर यसको मूल्य कसले चुकाउँछ? यसले सामान्य लगानीकर्ता र समग्र बजारलाई कसरी असर गर्छ? यसको असर बहुआयामिक र अत्यन्तै नकारात्मक छ। यसलाई ठूलो परिप्रेक्ष्यमा हेर्दा पहिलो असर हो वित्तीय विषमता। यो भनेको एउटा यस्तो रिग्ड गेम जस्तै हो जहाँ केही सङ्गठित खेलाडीहरूले सधैँ जित्छन्। हेरफेरबाट हुने नाफा उनीहरूमा केन्द्रित हुन्छ, जबकि अनुभवीन क्षुद्र लगानीकर्ताहरू बढेको मूल्यमा सेयर किनेर फस्छन् र आफ्नो जीवनभरको कमाई गुमाउँछन्। अनि तरलताको कुरा पनि त आउला नि। बजारमा सेयर नै नभएपछि किन्न र बेच्न कतिको गाह्रो हुन्छ? अवश्य। दोस्रो असर हो तरलता जोखिम वा लिक्विडिटी ट्र्याप। बजारमा थोरै सेयर हुँदा आवश्यक परेको बेला उचित मूल्यमा सेयर बेच्न असम्भव जस्तै हुन्छ। मूल्य बढ्दा विक्रेता पाइँदैन किनकि सबैलाई अझै बढ्छ भन्ने लोभ हुन्छ। अनि जब घट्न थाल्छ तब क्रेता पाइँदैन किनकि सबैलाई अब डुब्यो भन्ने डर हुन्छ। भनेपछि लगानीकर्ताको पैसा बजारमा बन्धक बन्न सक्छ। हो, ननिल्नु न ओकल्नुको अवस्था। र कर्पोरेट सुशासनमा त यसले सिधै प्रहार गर्यो। जब मालिकहरू नै सर्वेसर्वा हुन्छन्, साना लगानीकर्ताको आवाज कसले सुन्छ र? त्यो तेस्रो र सबैभन्दा गम्भीर असर हो। जब 89.86% नियन्त्रण प्रमोटरहरूसँग हुन्छ, वार्षिक साधारण सभामा साना सेयर धनीहरूको मतको कुनै अर्थ रहँदैन। त्यो केवल एउटा औपचारिकता बन्छ। यसले कम्पनीको सम्पत्ति प्रमोटर समूहको हितमा दुरुपयोग हुने जोखिम बढाउँछ, जसलाई टनेलिङ भनिन्छ। यसलाई यसरी बुझौँ, कम्पनीको कमाई मुख्य ढोकाबाट नभई प्रमोटरले बनाएको गोप्य सुरुङबाट बाहिरिन थाल्छ र त्यो कहिले साधारण सेयर धनीसम्म पुग्दैन। यी सबै असरहरू सुन्न त डरलाग्दो छ। र चौथो असर त बजारको समग्र विश्वसनीयतामा नै प्रश्न उठ्छ होला। बिल्कुल। जब बजार मूल्य निष्पक्ष माग र आपूर्तिले नभई के समूहको हेरफेरको शिकार हुन्छ, तब दीर्घकालीन र वास्तविक लगानीकर्ताहरू बजारबाट पलायन हुन्छन्। उनीहरूलाई थाहा हुन्छ कि यहाँ विश्लेषण र विवेकले काम गर्दैन। त्यो त हो। यसले वास्तविक उत्पादनमूलक क्षेत्रमा पुँजी निर्माण हुनबाट रोक्छ र बजारलाई सट्टाबाजीको केन्द्र बनाउँछ, जसले अन्ततः समग्र अर्थतन्त्रलाई नै हानि पुर्याउँछ। यो सबै सुन्दा एउटा प्रश्नले दिमाग खान्छ। नियामक निकाय जस्तै धितोपत्र बोर्ड के हेरेर बस्यो त? यस्तो खतरनाक संरचना पास कसरी भयो? के उनीहरूले यो जोखिम देखेनन्? यो नै सबैभन्दा महत्त्वपूर्ण र दुःखद प्रश्न हो। हाम्रो स्रोतले स्पष्ट पारेको छ कि नेपालमा उत्पादनमूलक कम्पनीहरूको लागि स्पष्ट र कठोर न्यूनतम सार्वजनिक शेयरधारिताको सीमा तोकिएको छैन। मिनिमम पब्लिक शेयर होल्डिङ MPS हो, MPS। यही नीतिगत शून्यताको फाइदा RSM जस्ता कम्पनीहरूले उठाएका हुन्। राम्रो थियो, तर त्यो अधुरो साबित भयो। बुक बिल्डिङ निर्देशिकाले IPO को मूल्य निर्धारण प्रक्रियामा मात्र जोड दियो, तर सूचीकरणपछि बजारको तरलता, निष्पक्षता र अखण्डता सुनिश्चित गर्ने MPS को प्रावधानलाई पूर्ण रूपमा व्यवस्था गर्यो। भनेपछि घरको जग बलियो बनाउनुको सट्टा झ्याल ढोकाको डिजाइनमा मात्र ध्यान दिनु जस्तै भयो। हो, ठ्याक्कै त्यस्तै। यो नियामकको ठूलो कमजोरी हो। अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ? अरू देशमा यस्तो चल्छ? छिमेकी देशहरूले यसलाई कसरी व्यवस्थापन गर्छन्? यो बुझ्न भारतको सेबी अर्थात् सिक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डियाको मोडल हेर्न सकिन्छ, जुन निकै सफल मानिन्छ। सेबीले सबै सूचीकृत कम्पनीहरूका लागि अनिवार्य रूपमा 25% न्यूनतम सार्वजनिक शेयरधारिता तोकेको छ। 25%? हाम्रोमा 6%, उता 25%। यो त निकै ठूलो भिन्नता हो। र यो भिन्नताले नै बजारको स्वास्थ्य निर्धारण गर्छ। 25% MPS ले बजारमा पर्याप्त तरलता, निष्पक्ष मूल्य निर्धारण र कर्पोरेट सुशासन सुनिश्चित गर्छ। यसले हेरफेरको सम्भावनालाई निकै कम गरिदिन्छ। नेपालमा कतिपयले इज अफ डुइङ बिजनेसको तर्क दिएर यस्तो कडा नियमको विरोध गर्छन्, तर स्रोतको विश्लेषणले भन्छ MPS बिना यो इज अफ डुइङ बिजनेस होइन,
इज अफ मार्केट म्यानिपुलेसन, अर्थात् बजार हेरफेरको सहजता हो। यो त एकदमै गम्भीर कुरा भयो। हो, नियामकले लगानीकर्ताको संरक्षणलाई सधैँ कम्पनीको स्वार्थभन्दा माथि राख्नै पर्छ। भनेपछि आजको छलफलको सार के हो भने रिलायन्स स्पिनिङ मिल्सको आइपिओ संरचना, जसमा 79.88% प्रमोटर हिस्सा र केवल 6.08% खुला फ्लोट छ, यसले शेयर कर्नरिङ र मूल्य हेरफेरका लागि एउटा आदर्श वातावरण तयार पारेको छ। यो केवल एउटा कम्पनीको मात्र समस्या होइन, बरु यसले नेपालको पुँजी बजारको नियामक ढाँचामा रहेको प्रणालीगत कमजोरीलाई ऐना देखाएको छ। हो, निचोडमा स्रोतले स्पष्ट रूपमा भनेको छ, यदि नियामक निकायले तत्काल र निर्णायक हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कम्तीमा 20 देखि 25% न्यूनतम सार्वजनिक शेयरधारिता एमपीएसको बाध्यकारी नियम लागू गरेन भने नेपालको पुँजी बजार सधैँ यस्तै अस्थिर सट्टेबाजीको क्षेत्र बनेर रहनेछ। यसले दीर्घकालीन आर्थिक विकासका लागि आवश्यक पर्ने विश्वसनीय पुँजी निर्माण गर्न कहिल्यै सक्दैन। आजको यो विश्लेषणले संरचनात्मक जोखिममा केन्द्रित रह्यो। अब श्रोताहरूलाई सोच्नका लागि एउटा प्रश्न छोडेर जाऊ। यस्तो संरचनालाई अनुमति दिने बजारमा एक साधारण लगानीकर्ताले कम्पनीको वास्तविक वृद्धि र कृत्रिम रूपमा बढाइएको मूल्यबीच कसरी भिन्नता छुट्याउन सक्छ? जब नियमहरूले नै हेरफेरलाई निम्तो दिए जस्तो देखिन्छ, तब सम्पूर्ण प्रणालीप्रतिको विश्वासको अर्थ के रहन्छ?